हेलो वेलकम छ साथीहरू मेरो नयाँ राइडिङ ब्लगमा। आज मेरो राइड रहेको छ यता नेपालगञ्जतिरबाट जाने बेलामा चाहिँ राप्ती आउनुभन्दा अगाडिको पुलदेखि अलिकति यताको पेट्रोल पम्पदेखिको, जसको चाहिँ मैले अलिकति अगाडि भिडियो हालेको थिएँ आधा भने। अब यो अलिक फुल्ली भिडियो चाहिँ यहाँ रहेको छ। मसँग हुनुहुन्छ आज मेरो भान्जा, जो उहाँले चाहिँ क्यामेरा होल्ड गर्नुभएको छ मोबाइलवाला, र निर्जल भान्जा हुनुहुन्छ पछाडि क्यामेराम्यानमा। हामीसँग बाइक छ XR 190, जुन अस्ति पनि मैले भनेको थिएँ। साथीहरू, बिचको ठाउँको नामहरू मलाई याद छैन। जुन चाहिँ हजुरहरूलाई ठाउँको नामहरू थाहा छ भने चाहिँ कमेन्ट गरिदिनु होला र भिडियोलाई लाइक पनि गरिदिनु होला। अति रमणीय ठाउँ छ। पहिला चाहिँ यो बाटो कच्ची थियो र धेरै भइसक्यो पिच भएको, र धेरै रमाइलो ठाउँ छ। साथीहरू, हजुर पनि घुम्न जाने भएपछि जानु होला र भिडियो सम्बन्धी कुनै कुराहरू भएपछि कमेन्ट गरिदिनु होला र लाइक गरिदिनु होला। भिडियोमा भ्युज चाहिँ आइरह, लाइक चाहिँ आएको छैन र कमेन्टहरू आएको छैन साथीहरू। कतै पनि नकाटेर भिडियो हालेको छु, त्यही भएर भिडियो अलि लामो भएको छ। हेर्नुहोला एकचोटि। मेरो भिडियोहरूको प्रतिक्रिया, आफ्नो अमूल्य प्रतिक्रियाहरू कमेन्टमा दिनुहोला साथीहरू, र भिडियोलाई लाइक गर्न भने नभुल्नुहोला। अति चिसो छ साथीहरू, लगभग 2-3 बजेको छ अहिले, बजेको छ यति बेला, र चिसो भने अति छ। पुसको महिनाको चिसो भनेपछि अब हजुरहरूलाई नेपालगञ्ज भनेको चाहिँ अब गर्मीमा अति गर्मी र जाडोमा अति जाडो हुने ठाउँ हो। अब गाउँ बस्तीतिर हामी प्रवेश गऱ्यौँ, जहाँ चाहिँ यो ट्रक, टिप्पर र बसहरू चाहिँ अहिले भर्खर अगाडि गएको बस चाहिँ यो चाहिँ उता बैजापुर जाने बस हो सायद, जुन चाहिँ यहाँ सल्यानी बङ्गालाबाट लाग्छ होला। साथीहरू, यसमा केही गलत कुराहरूको इन्फर्मेसन हजुरहरूले पाउनुभयो भने कमेन्टमा चाहिँ यसको बारेमा भनिदिनु होला। साथीहरू, अब हामी कान्ति तालको नजिक पुगिसकेका छौँ, जुन चाहिँ अति फेमस कान्ति ताल छ, जुन चाहिँ यता बस पार्कको यो फुलटेक्रा पुरैनामा पर्छ होला सायद, यता छेउमा छ। कान्ति ताल पनि, यदि कान्ति ताललाई पनि संरक्षण पायो भने राम्रो आन्तरिक पर्यटक र अब इन्डियाबाट आउनुभएका टुरिस्टहरूलाई चाहिँ घुम्नको लागि राम्रो ठाउँ छ। र अब यताबाट हामी दाहिने लाग्यौँ र
साथीहरु इन्डिकेटर यो धागोले चाहिँ मेरो यो स्पिडोमिटर चाहिँ यो एउटा मैले झोला बोकेको थिएँ र त्यो झोलाको उसले चाहिँ स्पिडोमिटर छेकेको छ तर स्पिडोमिटर चल्दैन त्यही भएर खासै छेके नि फरक पर्दैन तार बिग्रेको छ। यता छेउतिर भने विद्युत रहेको छ बस पार्कको अलिकति अगाडि गएपछि विद्युत आउँछ त्यो विद्युत र यताबाट चाहिँ बस पार्क हो यसको दाहिने साइडतिर चाहिँ बस पार्क छ र पहिला यता एउटा स्विमिङ पुल हुन्थ्यो लेफ्ट साइडतिर स्विमिङ पुल कोलाई याद छ पहिला चाहिँ हुन्थ्यो हामी बच्चा हुने बेलामा आजभोलि छ कि छैन साथीहरु कमेन्ट गर्दिनु होला। बस पार्कको मुख्य द्वार छिर्ने गेट चाहिँ यस दाहिनेतिर रहेको छ र अब हामी अलिकति अगाडि गएर चाहिँ बाइपास रोडको सहायताले सिधै कारकाँदो चोक निस्किने छौं। बाइपास एन्ट्री लिएपछि बाइपास रोडको अब हामी एन्ट्री भइसक्यौं। अब हामी कारकाँदो चोक पुग्छौं। र यतातिर दाहिनेतिर रहेको छ राधाकृष्ण मन्दिर रहेको छ भने अब हामी यता बायाँतिर गयो भने सिधै कारकाँदो चोक आउँछ। कारकाँदो चोक पनि ठुलो लाइटहरु छ र सिधै गयो भने चाहिँ मेरो घर जाने बाटो हो। यता राइट साइडतिर हामी जान्छौं म भान्जालाई पुर्याउन जान्छु। र साथीहरु यतातिर बायाँतिर चाहिँ सडक विभाग छ जुन चाहिँ व्यापारिक मेला जुन हुन्छ नेपालगञ्जमा लाग्ने त्यो चाहिँ यस क्षेत्रभित्र लाग्छ। पहिला चाहिँ वाटर पार्कमा पनि लागेको थियो र त्यसपछि धेरै भयो यतातिर एउटै ठाउँमा लाउने गरेको र यो हनुमान मन्दिर छ र मेला छिर्ने गेट त्यही हो। मेला लाग्यो भने त्यहाँबाट छिर्छ। थ्यांक यू साथीहरु हजुरहरुले लास्टसम्म भिडियो हेर्दिनु भएकोमा र कमेन्ट गर्न नभुल्नु होला। लास्टसम्म भिडियो हेर्दिनु भएकोमा धेरै धन्यवाद र फलो गरिदिनु होला र शेयर गरिदिनु होला। यदि भिडियो त्यस्तो नराम्रो के लागेमा पनि कमेन्ट गरिदिनु होला। थ्यांक यू सो मच मेरो भान्जाको
घर आयो।